हेलो नमस्कार सबैजनालाई। नेपाली फिल्मी जगतको सम्पूर्ण खबरहरू लिएर उपस्थित भएको छु। नेपाली फिल्म सम्बन्धी सम्पूर्ण खबरको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि क्लिक गर्नुहोला। नरसिंह अवतार चलचित्रका लागि रिक्रिएट गरिएको अच्छा लेकिन गीतले भिडियो शेयरिङ सञ्जाल युट्युबमा अच्छा प्रदर्शन गरेको छ। गीतले युट्युबमा रिलिजको 2 दिनमा 1 मिलियन अर्थात् 10 लाख भ्युज पाउन सफल भएको छ। गीतले प्रतिक्रिया समेत अत्यन्त सकारात्मक पाइरहेको छ। गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका वन्दनाको युगल स्वर थियो भने नव संस्करणमा शम्भुजित बास्कोटा र गायिका रचना रिमालको युगल स्वर छ। गीतको शब्द तथा सङ्गीत दुवै शम्भुजित बास्कोटाकै हो। गीतलाई दर्शकहरूले मन पराइरहेको पाइएको छ। टिकटक रिल्सहरूमा समेत धमाधम उल्लेख्य संख्यामा भिडियोहरू बनिरहेका छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा साई, उषा खड्की साथै बाल कलाकार एबेलिना खड्का र समाइरा थापाले नृत्य प्रस्तुत गरेका छन्। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। एक्सन ड्रामा श्रेणीमा राखिएको यो चलचित्र जेठ 9 गते रिलिज हुँदैछ। महानायक राजेश हमालको यस चलचित्रबाट कमब्याक हुने छ या छैन त्यो चलचित्र रिलिज भएपछि थाहा हुनेछ। तपाईहरूलाई के लाग्छ आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा राख्नुहोला। यस्तै चलचित्र के घर के डेरा घर नम्बर 2 जेठ 2 गते रिलिज हुँदैछ। केही दिन अगाडि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो। दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र के घर के डेरा घर नम्बर 2 को विषयलाई लिएर दर्शकहरूमा कौतूहलता देखिएको छ। के घर के डेरा घर नम्बर 2 वर्ष अगाडि रिलिज भएको चलचित्र के घर के डेराको सिक्वेल हो अथवा नयाँ हो, यसमा धेरैको जिज्ञासा छ। किनभने टिजरले के घर के डेरा घर नम्बर 2 सिक्वेल भएको सङ्केत गर्दैन, तर नामले भने सिक्वेल भएको जनाउँछ। निर्देशक दिपेन्द्र के खनाल के घर के डेरा घर नम्बर 2 सिक्वेल नभएको बताउँछन्। यो के घर के डेराको सिक्वेल होइन, घर र डेराको कुरा सिनेमामा छ। तर यो के घर के डेराको सिक्वेल होइन, उनी भन्छन् यो बिल्कुल नयाँ सिनेमा हो, नयाँ कथा हो। यो सिनेमाले नयाँ कथा लिएर आउँछ। के घर के डेरा कमेडी बेसमा बनेको सिनेमा भएको भन्दै निर्देशक दिपेन्द्र के खनालले के घर के डेरा घर नम्बर 2 सोसल ड्रामा भएको प्रश्न पार्छन्। आफ्नो पहिचान झल्किने सिनेमा के घर के डेरा घर नम्बर 2 भएको उनी बताउँछन्। यसमा मेरो ओरिजिनल फ्लेभर आउँछ। म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ, उनी भन्छन् यो सिनेमा मार्फत म आफ्नो जनराको सिनेमामा फर्केको छु। चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, के अधिकारी लगायत कलाकारको अभिनय छ। अभिनेता पल शाहको गत वर्ष 3 वटा चलचित्र रिलिज भए। यस वर्ष पनि त्यही सङ्ख्यामा रिलिजको सम्भावना देखिन्छ। उनको यस वर्षका लागि पहिलो रिलिज चलचित्र भने मोहर हुनेछ, जुन आगामी साउन 23 गतेबाट प्रदर्शनमा आउँदैछ। ओम प्रतीकको निर्देशनमा बनेको चलचित्रमा उनको जोडीको रूपमा बेनिसा हमाल र नीति शाह प्रस्तुत छन्। दुवै अभिनेत्रीसँग उनको यो पहिलो सहकार्य हो। गत फागुनमा दाङको घोराइमा छायाङ्कन हुँदा पलको भूमिका खुल्ने गरी केही भिडियो टिकटकमा समेत बाहिरिएका थिए, जसमा उनी पुलिस इन्सपेक्टरको पोसाकमा देखिएका थिए। उनको साथमा नीति पनि थिइन्। शुक्रबार भने पलको नयाँ गेटअप सहितको तस्बिर सार्वजनिक गरिएको छ, जसमा उनलाई भरुवा बन्दुक ताकेको अवस्थामा लामो कपालमा देख्न सकिन्छ। छायाङ्कनको क्रममा बाहिरका भिडियो र शुक्रबार सार्वजनिक तस्बिरले फिल्ममा पल दोहोरो भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। यद्यपि यस बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन। पल भने फिल्ममा आफ्नो भूमिकालाई लिएर उत्साहित देखिएका छन्। यस पटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने उनको भनाइ छ। चुम्बन जङसाईको लगानीमा तयार भएको चलचित्रमा अर्जुन जङसाई, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, बाल कलाकार सारा शर्मा लगायतको पनि अभिनय छ। आजलाई नेपाली फिल्मी ताजा खबर यति नै। नेपाली चलचित्रलाई माया गर्नुहोस्। हवस् त, धन्यवाद। जय नेपाल।